हेलो गाइस, म चाहिँ मुस्ताङको लागि भनेर काठमाडौँबाट बुटोल आइसकेको छु होइन। मेरो हिजो साँझ प्लान बन्यो एन्ड देन म आज बिहान करिब 11:30 भएको छ होइन। सो म अहिले कलोनी छु। आज हामी मुस्ताङको लागि चाहिँ हामी निस्किँदैछौँ। सो अब सबैजनालाई चाहिँ मैले आजबाट चाहिँ होइन यो भ्लगमा चाहिँ सबै कुराहरू चाहिँ इन्फर्म। गाइज, हाम्रो साथी रोशन पोखरेललाई चाहिँ थाहा छैन कि हामीले मुस्ताङ लाने भनेर उसलाई चाहिँ हिँडाल्दैछौँ भन्ने। आज चाहिँ हामी गएर सेङ्जा बस्नेछौँ, भोलि बिहान पोखराको लागि निस्किनेछौँ। गाइज, यहाँ चाहिँ पानी परेको छ होइन, त्यही पनि हाम्रो यात्रा चाहिँ रोकिएको छैन। हामीसँग विशाल सर हुनुहुन्छ, यहाँ हाम्रो सागर सर हुनुहुन्छ, हाम्रो रोशन सर, पोखरेल ब्रदर्स एन्ड फास्ट फुड ओनर। सो हेलो गाइज, गुड मर्निङ फ्रम पोखरा। आज चाहिँ हामी मुस्ताङको लागि निस्किएनौँ, अब भोलि चाहिँ मुस्ताङको लागि निस्किनेछौँ। जम्मा 2जना निस्किने भयो। धेरै कुराकानी पछि हामी चाहिँ 4जना निस्किनेवाला थियौँ, बट हामी चाहिँ 2जना निस्किने भयो मुस्ताङको लागि चाहिँ। सो हेलो गाइज, हामी चाहिँ पोखराको फेवा लेकमा घुमिरहेका छौँ अहिले चाहिँ होइन। रातिको करिबन 11:30 कति बज्यो अहिले? कति बज्यो? 12 बजिसकेको छ होइन। हामीले चाहिँ फेवा तालमा चाहिँ घुमिरहेको छौँ। हामी चाहिँ हाम्रो बुटोलको टोली प्लस एकजना हामीसँग हुनुहुन्छ यहाँ पोखराको हाम्रो साथी होइन, अत्यन्तै मिलनसार हुँदो रहेछ हाम्रो विनेत ब्रदर। सो हाम्रो बुटोलको टोली रोशन, पोखरेल ब्रदर्स एन्ड फास्ट फुड, सागर हाम्रो चाहिँ भाइ, नै सरी दाई भन्नु पर्यो मैले होइन। सो भोलिको यात्रा कहाँ हुन्छ अहिलेसम्म हाम्रो फिक्स भएन है, अहिलेसम्म फिक्स भएन। हामी चाहिँ यहाँ पोखरामा सर्फिङ गर्दैछौँ विनोद ब्रदर होइन। मजा आइरहेछ यार, यो चाहिँ मेरो फर्स्ट टाइम एक्सपिरियन्स हो होइन। मजा आउँदो रहेछ। अझ यो खुट्टा पानीमा राखेर गर्नको लागि चाहिँ एकदम बवाल मजा आउँदो रहेछ। म चाहिँ यो मन्दिरबाट रिटर्न ब्याक हुँदै गर्दाखेरि चाहिँ के भयो भन्दा हजुरको पानी पऱ्यो। त्यो पानी परेको कारणले गर्दाखेरि म यो हजुरले देख्न सक्नुहुन्छ होइन, यहाँनिर यो टावरनिर आएर चाहिँ एकछिन रेस्ट गर्नु पऱ्यो, विश्राम गर्नु पऱ्यो। एन्ड देन केही क्षण पानी चाहिँ बिरे भएको थियो। म फेरि यो सर्फिङ बोट लिएर फेरि पानीमा आइसकेँ म होइन, किनकि यसलाई बोकेर त्यहाँसम्म लान सकिँदैन, बहुत गाह्रो हुने भएको थियो। सो म सोचेँ म पानीबाट जान्छु सोचेँ। अब फेरि पानी पर्न लागिरहेको छ, मिन्स आज मलाई यो पानीले भिजाउने नै भन्ने सोच बनाएको रहेछ जस्तो लाग्यो मलाई चाहिँ। म भिज्ने नै भइहाल्छ। ए हाम्रो सक्षमजी अर्को पोज बनाऊ। आज चाहिँ हामी पोखरामा सर्फिङ गर्न आएका छौँ होइन। हाम्रो वान अफ द मोस्ट ब्युटिफुल दिदी हुनुहुन्छ, उहाँले चाहिँ हाम्रो यहाँनिर चाहिँ गाइड गर्नुहुनेछ। दिदी के छ यो यहाँ पोखरा आइसकेपछि हजुरलाई कसरी कन्ट्याक्ट गर्ने? हाम्रो चाहिँ कन्ट्याक्ट नम्बर छ नि त हाम्रो 9166634636 यो नम्बर चाहिँ बिर्सिनु हुँदैन, टिपेर राखिहाल्नु। ओके गाइस, पुल्तीको घुमिसकेका छौँ होइन। मेरो चार्ज पनि 1% छ। सो पोखरेल ब्रदर्स एन्ड फास्ट फुड गाइस, अब हामी जानियो ल, अब हामी जानियो। हेलो गाइज, हामी चाहिँ अहिले पोखराको एउटा सर्ट एन्ड वेलकम इन होटेलमा छौँ होइन। सो भोलि बिहान फर्स्ट आवरमा चाहिँ हामी मुस्ताङको लागि निस्किँदैछौँ। सो एकदमै रमाइलो हुनेवाला छ होइन, बबालै रमाइलो हुनेवाला छ। जस्ट हिजो हामी चाहिँ पोखरा आएका थियौँ, हिजोको रात र आजको रात चाहिँ पोखरामा हाम्रो बित्यो। अब भोलिको रात चाहिँ हाम्रो समथिङ मुस्ताङको एउटा कुनै पार्टमा चाहिँ बित्नेछ होइन। सो हजुरहरूलाई सबै अपडेटहरू, सबै एडभेन्चरहरू चाहिँ मैले सेयर गर्ने नै छु। सो आजको लागि चाहिँ गुड नाइट। पोखरेल ब्रदर्स एन्ड फास्ट फुड 2 दिनको हाम्रो यात्रा पोखरासम्मको रह्यो र पोखरा पनि घुमियो। अब भने 2जना चाहिँ हामी मुस्ताङको लागि निस्किनेछौँ भने 2जना चाहिँ बुटोल फर्किनु हुनेछ। सो आई विल अपडेट इच एन्ड एभ्रिथिङ विथ यु गाइज, स्टे ट्युन, बाई बाई।